अब हामी गैरी आइपुग लाग्यौँ। जस अहिले हेर्नुहोस् त बाटो गैरीसम्म एकदम राम्रो छ। यो चरिकोटबाट कान्जुङ गैरीसम्म एकदम पिच भइसकेको छ बाटो चाहिँ हेर्नुहोस् है। हेर्नुहोस् यी कहीँ जब ढलान गरिरहेको छ सिनहरू हेर्नुहोस् कति मजाको छ हेर्नुहोस् आनन्द छ। अब यहाँबाट गैरी चाहिँ 1 किलोमिटर हामी गैरी पुग्न लाग्छौँ। जति माथि आयो त्यति चिसो चिसो भइरहेछ हेर्नुहोस् है। असारको सिजनमा पनि कति आनन्द छ हेर्नुहोस् त स्वर्गमा आएको जस्तो भएको छ हे कालिम्पोङमै। यहाँ चाहिँ अझ सिजनमा राम्रो आयो भने यहाँ चाहिँ पुरा गुराँसहरू फुल्ने रहेछ। यो गुराँस चाहिँ तपाईँको फुल पुरा यो चाहिँ हरियाली हुँदो रहेछ। जसले गुराँस फलेको दिन चाहिँ यहाँ झन् होइन तपाईँको यति रमाइलो छ हेर्नुहोस् त। ल अब हामी यहाँ गैरी आइपुग्यौँ। यहाँ गैरी पनि ढलान सलान बाटो भइसकेको रहेछ। खुसी लाग्यो है। अब यत्तिकै देश पहिला हामी आउँदा यहाँ कति कष्ट भयो हेर्नुहोस् है आउँदाखेरि। अहिले एकदम सही रहेछ। ल यहाँ गैरीमा यहाँ होटेलहरू हेर्नुहोस् है। ल सानोतिनो होटेलहरू पनि रहेछ हेर्नुहोस् है। हेर्नुहोस् छुर्पीहरू यहाँको चौरीहरूको यहाँ मान्छेहरूले पनि आइरहेको छ। हामी यहाँ गैरी भन्ने ठाउँमा आइपुग्यौँ। हेर्नुहोस् अब हामी ल गैरीसम्म चाहिँ यहाँ ल अब यहाँ चाहिँ तपाईँको धेरै राम्रो रहेछ। माथि छ